सम्पूर्ण मित्रहरूमा हरिओम। म यहाँ गर्दैछु सूर्य नमस्कार। सूर्य नमस्कार योगको सर्वश्रेष्ठ अभ्यास मध्ये एक अभ्यास हो। यसमा आसन, प्राणायाम, मन्त्र, ध्यान र व्यायाम सबै समेटिएको हुन्छ। यसले शरीर, मन र आत्मालाई एकै साथ शुद्ध र सन्तुलित बनाउँछ। सूर्य नमस्कारमा 12 वटा आसनहरू हुन्छन्। यी आसनहरूलाई हजुरहरूले बिस्तारै अभ्यास गर्न सक्नुहुनेछ। बिहानको समयमा अभ्यास गर्दा अत्यन्त राम्रो हुनेछ। सूर्य नमस्कारका 12 वटा आसनहरूले 75% भन्दा बढी शरीरका मांसपेशीलाई सक्रिय गर्दछ। फ्लेक्सिबिलिटी, स्ट्रेन्थ र ब्यालेन्स पावर बढाउनको लागि अति नै उपयोगी आसन हो यो सूर्य नमस्कार। यसले रक्त सञ्चार सुधार गर्दछ, पाचन तथा मेटाबोलिज्म सक्रिय गर्दछ, कब्जियत हटाउँछ, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ, तनाव, चिन्ता, डिप्रेसन हटाई आत्मविश्वास जगाउँछ, स्मरण शक्ति बढाउँछ, हर्मोनहरूलाई सन्तुलनमा राख्दछ, थाइराइड, प्यानक्रियास, एड्रिनल ग्ल्यान्ड सक्रिय हुन्छन्। महिला पुरुष दुवैले गर्न मिल्ने यो योग आसन हो। यसले प्रजनन स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ, प्रजनन क्षमतामा सुधार गर्दछ। तौल घटाउनको लागि सर्वोत्तम योग अभ्यास हो। यसले धेरै क्यालोरी बर्न गर्दछ। शरीरमा भएका विकार तत्त्वहरू हटाउनको लागि पनि उपयोगी आसन हो यो। यदि हजुरहरूले सुरुवाती चरणमा 3 देखि 5 चक्रसम्म यो आसनलाई गर्न सक्नुहुनेछ। बीपी धेरै नै हाई छ, गर्भावस्था छ, दीर्घकालीन घुँडा वा कम्मरहरूको केही समस्या छ भने यो आसनहरू नगर्नुहोस्।